आमाले मौरी डुर थापेको रहेछ। आज चाहिँ मौरी आउला जस्तो छ है। पुरा चेक गर्दैछ डुर। यहाँ पनि एउटा रहेछ, यहाँ पनि हेर्दैछ। अब कुन चाहिँ मन पराउँछ डुर र यहाँ ऊ। इ मेवा फलेर लटरम्म यहाँ छ ऊ मेवा खाने केटा। आज चाहिँ आमाकोमा आएको। पुरा औल पर्छ, गरम छ जग्गा, गरम हुन्छ। विन्टरमा पनि अघि तातो भइराखेको छ यहाँनिर। हामी आएको यता हिगाउँ यता पर्छ, यहाँ माथि डाँडामा। अब चाहिँ कति आयो है, म त देखाउँछु है। मौरी आउनु आँटेको थियो, अब चाहिँ आउनु आँटेको रहेछ। निकै आइसकेछ है। अब चाहिँ यिनीहरूले कन्फर्म आउने जस्तो गर्दैछ है। अब यी निकै बेला भएछ यो। अब यिनीहरूले एकदमै हेरेर विचार गरेर प्लान गरेर मात्रै आउँछ नि यिनीहरू। अघि फर्स्टमा एउटा आएको थियो, त्यहाँबाट 2-3वटा 10-12वटा हुँदै अहिले चाहिँ 20-25वटा छ। अब यो चाहिँ सबै अब यो चाहिँ 1-1.5 घन्टामा सायद आउँछ यो। म देखाउने कोसिस गर्छु है, भरे आइहाल्यो भने। यो साइडबाट आउँछ होला, भनङनङ आउँछ नि। आएपछि दामी बजेर आउँछ नि। यो साइडबाट आउने रहेछ। यता माथि जाँदै आउँदै छ है। यो साइडबाट आउने रहेछ है। आयो भने चाहिँ यता माथिबाट वा पुरा यो माथिबाट चल्दैछ। मौरी आयो अब चाहिँ यहाँ तल आउँदैछ। मैले देखेर यहाँ कुद्दै आएको। त्यहाँ डिस्टर्ब नगर है। आउँदैछ ऊ त्यता। अब आयो मौरी आयो है। अरे उकालो गयो होइन, त्यहाँबाट अराल झर्छ कि। अरे उकालो गयो त। ला उकालो गयो ऊ घुम्दैछ। ए त्यहाँबाट यता आयो। अब आउने रहेछ। आयो ऊ होइन, तिमी यता बस्छ नि, त्यो सेतोले गर्न हो। यहाँ हो, त्यहाँ बस्छ। आयो ऊ। आयो मौरी आयो। अब म कति खाने, त्यहीँ बस्दै गर्नु ल। मौरी देखाउँछु भनेको थियो नि, मौरी आयो। ए यसरी आउँछ मौरी आएपछि।
यसरी आउँछ है मौरी आएपछि। अलिअलि आएन, अलिअलि छैन, अलिअलि बसेको छ। हेर्नु कति बेसी आयो। कति बेसी यहाँबाट पनि पस्दैछ, यहाँ तलबाट उकालो जाँदैछ। यति बेसी आयो, यति बेसी आयो कि राना चाहिँ मैले देखिनँ। अगाडि फर्स्टमै पस्छ नि राना चाहिँ। यिनीहरूको क्विन हुन्छ कि क्विन, त्यो चाहिँ आएर पसेपछि सबै पसिहाल्छ। चाहिँ यिनीहरू दामी। यहाँबाट अलिक घामले देखेको छैन। यहाँ मेवा फलेर औल पर्छ नि, मेवा पनि फल्छ। पाक्दैछ हल्का। कोही पाक्दैछ। अस्ति 2-3 वटा टिपेछ आमाले। यहाँनिर